चरिरहेछन्, मजाले चरिरहेछन्। यी यहाँ जे पनि देख्न सक्नुहुन्छ यी होइन चारैतिर छन्। त्यही भएर सम्हालेर बिस्तारै हिँड्नुपर्छ निकुञ्जमा। त्यही भएर नै कार सिस्टम गरिएको छ। एकदम मजाले चलिराखेको छ। हामीले संसारमा शीतल छ मौसम होइन। गाई चाहिँ हिँड्नुभयो नि। अझै पनि भेटिए बाटोमा हुन सक्छन्, देखाउँदै जानेछु। साह्रै प्यारो छ, साह्रै राम्रो देखिन्छ है। जङ्गली जनावरहरूको एकदम जङ्गली जनावरहरू छन् र त हावा स्वच्छ छ, माटो स्वच्छ छ। त्यही भएर जङ्गली जनावरको संरक्षण गर्नु अति नै आवश्यक छ, गर्नुपर्छ। मलाई लाग्छ त्यो उतैतिर मात्रै थियो, अब यता चाहिँ खासै छैन होला। किनकि अब हामी चिसाबारी नजिक पनि आइसक्यो। त्यही कारणले पनि हुनसक्छ सहरभन्दा टाढा नै देखिन्छन् यहाँहरू। ओके गाइज, यहाँ रहेछ है गाइज, यहाँ पनि रहेछ अझै पनि होइन। धेरै छ, आज धेरै चरेको छ। मैले अगाडि पनि थियो, मैले गर्न भ्याइनँ। अहिले देख्न सक्नुहुन्छ अहिले चाहिँ रहेछ, यता पनि छ अलिअलि। साह्रै नै मौसम छ, राम्रो छ। हामीहरू दुईजना यसो ट्रिपमा छौँ, दुईजना यो यात्रामा सफरमा। एउटा गाडी अगाडि देख्न सक्नुहुन्छ, निलो बत्तीको निलो गाडी। दुईजना अहिले यहाँ लगभग कडाली आइपुग्यो, चेकपोस्ट आउन लाग्यो। यति नै हो गाइस, अब चाहिँ छैन। अब चेकपोस्ट पनि आउन लाग्यो। अब चाहिँ सकियो होला गाइस है। यतातिर नहुन सक्छ। अब चाहिँ यता चाहिँ झुन्डमा रहेछन्, एकदम बगलहरू बच्चादेखि लिएर ठुलोसम्म देख्न सक्नुभयो। त्यसपछि हामी चेक पोइन्ट आउन लाग्यौँ, बर्दिया राष्ट्रिय निकुञ्ज चिसापानी। र हजुरको चिसापानी पहाडी बर्दिया, पहाडी हजुरको दैलाली पऱ्यो, कर्णाली पुल पऱ्यो। कर्णालीको लामो पुल आउन लाग्यो। कर्णालीको लामो पुल 100 मिटर 500 मिटरको कर्णालीको लामो पुल छ। साथीको गाडी उता छ अगाडि। लगायत मेरो सानो मिठो भ्लगमा हजुरहरूलाई जङ्गली जनावरहरू रातिको समयमा देखाएँ। हेरेर इन्जोय गर्नु होला, प्रतिक्रिया दिनु होला। ओके गाइस, सी यू।